सुदन गुरुङको स्ट्याटस यसको मतलब केही हुनेवाला छ। प्रहरीले रातभरि चलाएको नाइट अपरेसन रन र अपरेसन सेफ्टी काठमाडौँले काठमाडौँको विभिन्न ठाउँहरूमा गुण्डागर्दी गर्दै आएका र बिचौलियाहरू गरी 115 जनालाई पक्राउ गरेको छ। यो न्यूज हेर्नुहोस्। गुण्डागर्दी गर्दै आएका किमजोङ बोस सहित 17 जनालाई पक्राउ गरियो। सुदन गुरुङले हिजो राति नै फेसबुकमा 7, 8, 10 लेख्दै एउटा कोड छोडेका थिए। उनी केही न केही गरेको म्यासेज पब्लिकले दिन चाहन्थे। पक्राउ हुनेमा परमिर तामाङ, बिर्जु महर्जन, सुजन कार्की, सरू गुमागाई, बिकी लामा सहित रातभर चलेको अपरेसनमा जम्मा 115 जनालाई प्रहरीले पक्राउ गर्यो। यिनीहरू काठमाडौँका बौद्ध, कलङ्की, ठमेल, एयरपोर्ट लगायतका क्षेत्रहरूमा गुण्डागर्दी र लुटपाट मचाउने काम गर्थे। सुदन गुरुङले एक रातमा काठमाडौँको गुण्डा राजको अन्त्य गरिदिए। हामीले सोच्दै थियो गृहमन्त्रीले क्रिकेट म्याच हेरिरहनु भएको छ, तर गृहमन्त्री रातभरि गुण्डाहरूसँग क्रिकेट म्याच खेल्दै हुनुहुँदो रहेछ। गृहमन्त्रीले हिजो रातिको म्याचमा 115 रन हान्नु भएछ। गृहमन्त्रीले एकै रातमा शतक पुर्याउनु भएकोमा म मनैदेखि बधाई दिन चाहन्छु। धन्यवाद।